शिवपुरीको फेदमा रहेको अष्टमातृकाको एक शक्तिपीठ टोखा चण्डेश्वरी मन्दिर यो काठमाडौँ उपत्यकाका 8वटा प्रमुख शक्तिपीठ अष्टमातृका मध्ये एक हो। पौराणिक मान्यता अनुसार भगवान शिवले सतीदेवीको पार्थिव शरीर बोकेर जाँदा उहाँको मुख यहाँ खसेको थियो। यसले यो स्थानलाई मुखको शक्तिपीठ मानिन्छ, जसले यहाँको शक्ति अत्यन्त उच्च र फलदायी छ भन्ने विश्वास गराउँछ। स्कन्द पुराण अनुसार असुर चण्डले ब्रह्मजीको कठोर तपस्याबाट वरदान पाए उसको वध कुनै पुरुषले गर्न नसकोस्। वरदानको दुरुपयोग गरी जब चण्डले त्रास दिन थाले तब देवी पार्वतीले चण्डेश्वरी दुर्गाको स्वरूप भई उसको संहार गरिन्। यस कथाले अधर्ममाथि धर्मको, अन्यायमाथि शक्तिको विजय प्रमाणित गर्छ। चण्डेश्वरीलाई अपराजित अजय देवीको रूपमा पूजा गरिन्छ। यहाँको सबैभन्दा प्राचीन धार्मिक मान्यता विवाहको चौथो दिन नवविवाहित जोडी आएर पूजा गर्दा गृहस्थी सुखमय, सन्तान प्राप्ति र दाम्पत्य मिलाप हुने विश्वास छ। वैशाख, जेठ र मङ्सिर महिनामा यहाँ नयाँ दम्पतिहरूको भेट लाग्नु यस मान्यताको जीवन्त उदाहरण हो। मन्दिरमा चण्डेश्वरी शक्तिको पूजा हुन्छ भने परिसरमै मुस्कासेश्वर महादेव शिवको पनि पूजा हुन्छ। यसले शिव शक्तिको अभिन्न सम्बन्ध झल्काउँछ, जो सनातन धर्मको आधार हो। मान्यता छ यहाँ आई शुद्ध मनले देवीको पूजा गरेमा जन्म जन्मान्तरका पाप नष्ट हुन्छ। कतिपय भक्तजनहरूले शनि ग्रहको पीडाबाट मुक्तिका लागि यहाँ विशेष अनुष्ठान गर्छन्। साँचो हृदयले मागेको मनोकामना देवीले पूरा गर्ने विश्वास छ। दशैं, नवरात्रि जस्ता विशेष अवसरमा यहाँ चण्डी पाठ हवन गरिन्छ भने वैशाख नयाँ वर्षमा चण्डेश्वरी जात्रामा देवीको रथयात्रा जस्ता जीवन्त परम्पराहरू सम्पन्न हुन्छन्। मैले त देवीको दर्शन गरिसके, अब पालो तपाईहरूको। धन्यवाद।